नेपालका दाजुभाइ दिदीबहिनीलाई सबैलाई नमस्कार। परमेश्वरलाई चिन्ने परमेश्वरका जनलाई सबैलाई जयमासी। मेरो घर जाजरकोट छेडाघाट नगरपालिका 6। मेरो नाम पिरम्बा थापा हो। मैले अहिले भन्नै खोजेको कुरा कहाँ भनेपछि हामी जबसम्म माओवादीको पालामा हामीले धेरै दुःख पाइयो, हामी हुल्टाइमा पनि भयो, घर पनि छोडियो, अनि केटाकेटीलाई टुरा पाडियो, श्रीमतीलाई विधवा बनाइयो, अनि उहाँको नेतृत्वको प्रचण्ड कम्प्लेट गई अनि भाषणले गर्दाखेरिमा हाम्रो तिरो करले गर्दा पुलिस राजाले पाल्याएको छ, अनि हरेक गर्छ भनेर भरममा पाडेर पञ्चायती कालमा 9 रुपियाँ तिरो तिर्ने बौद्धल आयो 1200 तिरियो र गणतन्त्र आयो अहिले 4600 रुपियाँ तिर्नेमा गयो। अहिले जन्जी भाइ बहिनीहरूले अनि कार्यकारी प्रधानमन्त्री हुनु पर्यो भन्ने हुनुहुन्छ। कार्यकारी प्रधानमन्त्री ल्याउनु भए त्यही जग्गा 10,000 बराबर तिरो तिर्नु पर्थ्यो कि भन्ने आशा हो। यही मेरो सुन्ने कल्पना इच्छा हो। नमस्कार।